नमस्ते साथीहरू। म फेरि पनि उपस्थित भइसकेको छु। सब्जेक्टिभ पेपर कसरी पढ्ने वा सब्जेक्टिभ बुकहरू कसरी सिलेक्ट गर्ने, कुन बुक पढ्दा राम्रो, कसरी पढ्दा तपाईँको चाहिँ इक्जाम चाहिँ इफेक्टिभ लेख्न सकिन्छ भन्ने कुराहरू लिएर आइसकेको छु। यदि तपाईँहरूलाई सब्जेक्टिभ इक्जाम दिन सब्जेक्टिभमा राम्रो मार्क्स आइरहेको छैन वा सब्जेक्टिभ बुकहरू पढ्नलाई एकदमै गाह्रो भइरहेछ भने यो भिडियो स्किप नगरिकन हेर्नुहोला। पुरै तपाईँहरूलाई चाहिँ एकदमै 1 to 1 मेथडहरू भनेर मैले यसमा चाहिँ पुरै स्टेप बाई स्टेप भनेको छु। तपाईँहरूले चाहिँ यसमा मजाले हेर्न सक्नुहुन्छ है। यो पुरै भिडियो हेरिसकेपछि तपाईँले चाहिँ सब्जेक्टिभ र त्यही चिज तपाईँले अप्लाई गर्नुभयो भने तपाईँले सब्जेक्टिभ पढ्न चाहिँ साँच्ची नै एकदमै इजी पनि हुन्छ भनेर अहिलेसम्म धेरैजनालाई त्यसले हेल्प गरेको छ। तपाईँहरूलाई पनि पक्कै हेल्प गर्छ भन्ने मेरो बुझाइ छ। र जतिजना साथीहरू नयाँ हुनुहुन्छ उहाँहरूले च्यानललाई चाहिँ सबभन्दा पहिला चाहिँ सब्सक्राइब गर्नुहोला। तपाईँहरूलाई काम लाग्ने भिडियोहरू यो च्यानलमा चाहिँ आउँछ है त। ल अब सबभन्दा पहिला त हामीले के बुझ्नु पर्यो भने सब्जेक्टिभ पढ्दाखेरि हामी धेरैजनालाई थाहा छ सब्जेक्टिभ पढ्दाखेरि विभिन्न ल्यागिङहरू भइरहेको हुन्छ हाम्रो चाहिँ, वा जति पढे पनि राम्रो मार्क्स आइरहेको छैन वा पास मार्क्स भइरहेको छैन। इन्स्टिट्युटहरूको पनि इक्जाम दिँदाखेरि राम्रो मार्क्सहरू नआउँदाखेरि एकदम तनावमा विद्यार्थीहरू पुगेको पनि हुन्छन्। एकचोटि होइन, दुईचोटि, तीनचोटि, पाँचचोटि, 10चोटिसम्म पनि इक्जाम दिएको, विभिन्न प्रदेशहरूको इक्जाम दिँदा पनि राम्रो मार्क्स आइरहेको छैन भने तपाईँको पढाइको तरिका नमिलेको भन्ने बुझ्नु पर्यो सबभन्दा पहिला। र यो भिडियो हेरिसकेपछि तपाईँहरूले त्यसमा पक्कै पनि हेल्प हुन्छ भनेर मेरो आशा छ। यो यस्तो आइडिया मैले धेरै पहिला म आफै नाम निकाल्दा नै त्यसपछि यो आइडियाहरू विभिन्न विद्यार्थी साथी भाइहरूलाई सेयर गरेको थिएँ। उनीहरू सबैलाई यसले हेल्प गरेको थियो। तपाईँहरूलाई पनि पक्कै पनि हेल्प हुन्छ भनेर मेरो विश्वास हो। ल हेर्नु त, लोकसेवा इज नट अबाउट इन्टेलिजेन्स, इट इज अबाउट स्ट्राटेजी एन्ड कन्सिस्टेन्सी। यो किन मैले सुरुमै राखेको हो भने लोकसेवा चाहिँ ट्यालेन्ट मात्रै भएर नाम निस्किन्छ भन्ने पनि होइन है। लोकसेवा चाहिँ ट्यालेन्ट मान्छेकै नाम निस्किन्छ भन्ने पनि होइन। यदि उसले चाहिँ आफ्नो पढ्ने स्ट्राटेजी र कन्सिस्टेन्सी उसले मेन्टेन गरेन भने ऊ विद्यार्थी चाहिँ वैकल्पिकमा पढ्न सक्छ वा उसको नाम ननिस्किन पनि सक्छ। तर तपाईँ एउटा नर्मल लेभलको विद्यार्थी चाहिँ पुरै आफ्नो स्ट्राटेजी अपनाएर वा पढ्ने मेथडलाई तपाईँले मोडिफाई गरेर र कन्सिस्टेन्सी मेन्टेन गरेर पढ्नु भएको छ भने तपाईँले के गर्न सकिन्छ, तपाईँको नाम निकाल्न सकिन्छ है। त्यही भएर मोटिभेसनको साथसाथै डिसिप्लिन पनि एकदमै इम्पोर्टेन्ट हो हाम्रो लाइफमा चाहिँ। डिसिप्लिन नै अब डिसिप्लिनले नै हामीलाई के गर्छन् भने चाहिन्छ। यो डिसिप्लिन भनेको अब के गर्नु पर्यो भने तपाईँले आज कतिवटा पढ्नुभयो सब्जेक्ट, भोलि कतिवटा पढ्नुहुन्छ, भोलि कसरी पढ्नुहुन्छ, कति पढ्नुहुन्छ, त्यही चिजलाई कन्सिस्टेन्टली मेन्टेन गर्नु पर्यो। यो होइन कि आज धेरै पढ्नुभयो, आज तपाईँको ग्राफ यस्तो छ, भोलिदेखि यस्तो यस्तो मात्रै छ भने त्यो कन्सिस्टेन्सी भएन। भनेपछि के भयो भने कन्सिस्टेन्सी तपाईँले मेन्टेन गर्नुपर्ने हुन्छ। त्यही भएर मैले सुरुमै चाहिँ यो राखेँ। तपाईँ आफू अलिकति एक क्लासको साथीहरूको टपरहरूको अब यस्तो छ उस्तो छ भनेर सोच्नु हुँदैन। लोकसेवा भनेको सबैको नाम निस्किन सक्छ, तर तपाईँले पढ्ने तरिकालाई चाहिँ के गर्नु पर्यो त, मोडिफाई गर्नुपर्ने हुन्छ। ल आज त्यही चर्चा गर्छौँ हामी। ल सब्जेक्टिभ पढ्ने तरिका, सब्जेक्टिभ पेपर तयारी गर्ने तरिकाहरू एकदम एक से एक तरिकाहरू छन् यहाँ चाहिँ, जुन मैले आफै अप्लाई गरेको थिएँ। सबै तरिकाहरू मैले तपाईँलाई यहाँ चाहिँ दिएको छु है। ल स्टेप 1 मा छ सिलेबस म्यापिङ। सबभन्दा पहिलो काम यही गर्नुपर्छ। तपाईँले चाहिँ सिलेबस म्यापिङ भनेको सिलेबस हेर्ने, अब कुन तहको तयारी गर्दै हुनुहुन्छ, तह वाइज कुन तहको, 7th हो कि 5th हो कि होइन, कुन हो, 4th हो कि कुन हो होइन, त्यसको चाहिँ के गर्नु पर्यो भने सिलेबस तपाईँसँग डाउनलोड हुन्छ, कुन प्रदेशको हो त्यसको डाउनलोड वा गर्न सकिन्छ। त्यो सिलेबस हेर्नु, अनि त्यो सिलेबसमा सब्जेक्टिभको लागि कुन छ त, के हेर्ने भनेर अनि बल्ल तपाईँले थाल्नुपर्ने हुन्छ तयारी। तपाईँले सिधै बुक पढ्न थाल्ने होइन, पहिला त सिलेबस हेर्नु पर्यो, त्यो सिलेबस तपाईँलाई चाहिने छ कि छैन, अनि त्यो अनुसारको बुक, एउटा राम्रो बुक सिलेक्ट गर्नुपर्छ। बेस्ट बुक, मार्केटमा टन्नै बुकहरू छन्, तपाईँले गलत बुकले गलत गाइड गरिदिन्छ, राम्रो बुकले राम्रो गाइड गरिदिने हो। त्यही भएर बुक भनेको न्युमेरिकल भएको बुक हुनु पर्यो, राम्रो बुक हुनु पर्यो, रिभाइज एडिसनको बुकहरू हुनु पर्यो। त्यस्तो बुक तपाईँले सिलेक्ट गर्ने सब्जेक्टिभमा, त्यो बुकले तपाईँले के गर्छ भने हेल्प गर्छ। र सिलेबस अनुसार च्याप्टर वाइज पनि म्यापिङ गर्नु पर्यो। र प्रत्येक टपिकमा अब हेर्नु त, तपाईँले पास्ट क्वेसन्सहरू हेर्दाखेरि के थाहा हुन्छ भने त्यो क्वेसनमा धेरै बारम्बार आउने क्वेसनहरू पनि हुनसक्छ, वा कहिलेकाहीँ मात्रै फ्रिक्वेन्टली आइरहेको क्वेसन छ,
कहिलेकाहीँ मात्रै आइरहेको वा फ्रिक्वेन्टली आइरहेको क्वेसन पनि हुनसक्छ। कुनै चाहिँ एकदमै कहिले पनि नआउने खालको वा त्यस लेस इम्पोर्टेन्ट छ भने त्यसलाई पनि तपाईँ हामीले क्याटेगोराइज गरेर राख्न सक्नुपर्ने हुन्छ। वा सिलेबसमै भएको सबै चिजहरू त इक्जाममा त आउँदैन नि। अब त्यसमा कुन कुन मेजर हो, कुन कुन मेन हो भनेर तपाईँले पास्ट क्वेसन्सहरू हेरेर पनि छुट्याउन सक्नुहुन्छ। जस्तै अब हेर्नु न, टाइप्स अफ फाउन्डेसन तपाईँले पटक पटक सोधेको छ। टाइप्स अफ फाउन्डेसन तपाईँलाई टन्नै सोधेको छ भने यो त मेजर भयो भन्ने कुरो बुझ्नु पऱ्यो नि त। प्रदेशमा पनि सोधेको छ, सङ्घमा पनि सोधेको छ, एकचोटि होइन दुईचोटि तिनचोटि सोधेको छ भन्ने कुराहरू के भयो त हाम्रो यसमा पऱ्यो कि हाई वेटेजमा पऱ्यो कि यो चिज चाहिँ होइन। तर कुनै चिज चाहिँ कहिले एक दुई बार मात्रै सोधेको छ भने त्यो पनि त्यसरी क्याटेगोराइज गरेर हामीले त्यो चिजलाई पढ्ने बानी बसाल्नु पर्ने हुन्छ। सो एक नम्बरमा के हो भने सिलेबसलाई राम्ररी नोन गर्ने। दुई नम्बरमा छ स्मार्ट रिडिङ गर्नु पर्यो। तपाईँले धेरैजनाको मेथड के हुन्छ भने ऱ्यान्डम रिडिङ, तपाईँलाई जुन च्याप्टर सजिलो लाग्छ त्यो मात्रै पढिदिनुहुन्छ, गाह्रो च्याप्टर पढ्नुहुन्न। उल्टो गर्नुपर्छ। हामीले चाहिँ जुन च्याप्टर एकदम गाह्रो छ, जुन च्याप्टर तपाईँको विक च्याप्टर छ नि, जुन तपाईँको विक च्याप्टर छ त्यसको चाहिँ के गर्नुपर्छ भने फ्रिक्वेन्टली पढ्नुपर्ने हुन्छ, ताकि त्यो च्याप्टर तपाईँलाई स्ट्रङ होस्। मानौ फर इक्जाम्पल तपाईँलाई कन्स्ट्रक्सन म्यानेजमेन्ट एकदमै इजी छ भने तपाईँले कन्स्ट्रक्सन म्यानेजमेन्ट जति पढे पनि त्यसमा त तपाईँले त अलरेडी त्यो आइरहेको छ नि त। त्यसमा खालि टाइम मात्रै पास गरेर त भएन। जस्तो तपाईँलाई अब स्ट्रक्चर तपाईँको कमजोर छ वा स्ट्रक्चर तपाईँलाई गाह्रो लाग्छ भने स्ट्रक्चरमा अलिकति बढी पढ्नु पर्यो होइन। त्यो कुराहरू हुन्छ। ऱ्यान्डम पढ्ने होइन, फुल प्याराग्राफ रट्ने पनि होइन। विभिन्न राइटरको बुकहरू पढ्दाखेरि विभिन्न उसको ल्याङ्ग्वेजहरू तपाईँले घोक्ने होइन। के गर्नु पर्यो भने त्यसको पोइन्टहरूमा त्यो मेन पोइन्टहरू एक्सट्र्याक्ट गर्नु पर्यो। तपाईँले आफ्नो कपीमा पेन उसमा चाहिँ डायरीमा के गर्नु पर्यो भने त्यो त्यो च्याप्टरको मेन मेन पोइन्टहरू पनि लेख्न सक्नुहुन्छ। वा सबभन्दा राम्रो के हो भने बुकमै हाइलाइट गर्ने। सबभन्दा राम्रो मेथड के हो भने बुकमै हाइलाइट गर्ने। आफूलाई मनपर्ने हाइलाइटर लिने, कलर अनि त्यसमा हाइलाइट गर्ने। धेरैजनाले के देखिरहेको हुन्छु भने नयाँ बुक किन्छ अनि नयाँ बुक नै उसले बेचिदिन्छ, नाम ननिकाल्न सकेर बुक बेचिदिने। त्यसो काम गर्ने होइन। हामी चाहिँ एउटा बुक किन्छौँ, त्यो बुक किन्नु भनेको तपाईँको नाम निस्किन्जेलसम्म त्यो बुक तपाईँको यतिचोटि पढिसकेका हुनुपर्छ कि त्यो बुक चाहिँ अब भनौँ न एकदमै पुरै पाना पानामा तपाईँको के छ भन्ने कुराहरू तपाईँ त्योसम्म तपाईँले याद हुनुपर्छ। वा ती कुराहरू तपाईँले हाइलाइट गरेको कुराहरू सबै त्यहाँ बुकमा हुनु सक्नुपर्ने हुन्छ। त्यही भएर त्यो घोक्नुभन्दा पनि के गर्नुपर्ने हुन्छ, तपाईँले बुकमै हाइलाइट गर्नु पर्यो। बुकमै चाहिँ के गर्नु पर्यो भने अन्डरलाइन गर्नुपर्ने हुन्छ। अन्डरलाइन गर्ने आफ्नै बुकमा अन्डरलाइनहरू गर्दा तपाईँले के हुन्छ भने सजिलो हुन्छ। र कुनै पनि टपिक पढ्दा सबभन्दा मेजर चिज यो हो, जुन मैले आफूमा एकदम ध्यान दिएको थिएँ। मैले आफै पढ्दाखेरि यो चाहिँ मैले नछोडिकन पढ्या हो, आफै तयारी गर्दा है त मैले यो पोइन्ट त्यसरी राखेको हो। सबभन्दा पहिला त कुनै पनि टपिक पढ्दै हुनुहुन्छ भने त्यसको डिफिनिसन र टाइप्सहरू कि त्यस्तो केही छ भने ती चिजहरू एकदमै अनिवार्य पढ्नुहुन्छ है। त्यसलाई छोड्नु होला। फङ्सन, त्यो चिजको वा त्यो टपिकको वा त्यो हेडिङको के हो त फङ्सन, त्यसको अब्जेक्टिभ के हो, त्यसको पर्पस के हो, यिनीहरू अलिकति बढी सोध्छन्। तपाईँ आज 2083 1 महिना 12 गते गण्डकी प्रदेशको इक्जाम हुँदाखेरि गण्डकी प्रदेशको इक्जाममा हेर्नुहोस्, मैले अस्ति 3-4 दिन अगाडि मैले एउटा सब्जेक्टिभ पेपरको मोडल इक्जाम राखेको थिएँ। त्यो सब्जेक्टिभ पेपरबाट टन्नै क्वेसन्सहरू सिमिलर खालको क्वेसनहरू छ भनेपछि तपाईँले राम्रो सजेसनहरू राम्रो तरिकाले यदि हेर्दै हुनुहुन्छ भने बुकहरू पढ्नु भएको छ भने त्यो सब्जेक्टिभको क्वेसनहरूको प्याटर्न तपाईँलाई थाहा हुन्छ, यस्तो यस्तो खालको क्वेसनहरू आउन सक्छ भनेर, र तपाईँले त्यही अनुसारको पढ्न सक्नुहुन्छ। त्यही भएर हेर्नुहोस्, त्यो क्वेसनमा आजको क्वेसन हेर्न सक्नुहुन्छ। धेरैजनाले फङ्सन, अब्जेक्टिभ र पर्पसहरू टन्नै सोधेको छ विभिन्न टाइम्समा। अनि एडभान्टेज र डिसएडभान्टेजहरू, यदि कुनै त्यस्तो चिजहरू छ वा कुनै स्ट्रक्चर वा कुनै पार्ट्सहरू छ भने त्यसको एडभान्टेज र डिसएडभान्टेज त्यहाँ पढ्नुपर्ने हुन्छ यदि छ भने। कज, इफेक्ट एन्ड रिमेडिज, कुनै कारण हुनसक्छ, त्यसको असर के होला, त्यसको बच्ने उपाय वा रिमेडिजहरू के हुन् भन्ने त्यो चिजहरू तपाईँले पढ्नुपर्ने हुन्छ। जस्तै अब हामीले चाहिँ हाइवेमा विभिन्न किसिमको हाइवे फेलरको कुराहरू पढ्छौँ होइन। हाइवे फेलर वा पेमेन्ट फेलरको कुरा पढ्छौँ। फेलरको कारण के हो, फेलरको इफेक्ट के हो र फेलरको रिमेडिज के हो भन्ने पनि पढ्नुपर्छ नि त, किनभने यो कुराहरू तपाईँलाई बारम्बार सोध्छ। एप्लिकेसन एन्ड युजेज, कुनै पनि चिजको एप्लिकेसन युजेसहरू के हुन् त, बिल्डिङमा चाहिँ फाउन्डेसनको युज के भयो होइन, बिल्डिङमा बिमको युजेसहरू के हुनसक्छ भन्ने कुराहरू तपाईँले ध्यान दिनुपर्ने हुन्छ। सेप्टिक ट्याङ्कको बिल्डिङको एउटा कुनै पनि बिल्डिङमा सेप्टिक ट्याङ्कको युजहरू के हुनसक्छ, त्यसको एप्लिकेसन के हो भन्ने कुराहरू अलिकति बढी ध्यान दिनुपर्ने हुन्छ। र बुकमा पनि हुन्छ। त्यही कुराहरूले तपाईँले याद राख्ने वा सम्झिने वा त्यसलाई पढ्ने। डिजाइन स्टेप्स एन्ड क्राइटेरियाहरू, यदि डिजाइन स्टेप्सहरू चाहिँ त्यस्तो कुराहरू छन्, त्यो कोडबाट हुनसक्छ
वा डिजाइन प्रोसिजर स्टेप्सहरू छ भने त्यो चिजहरू तपाईँले याद राख्नुपर्ने हुन्छ वा पढ्नुपर्ने हुन्छ। डायग्राम फिगर भेरी इम्पोर्टेन्ट, सबभन्दा बढी इम्पोर्टेन्ट यो हो डायग्राम र फिगर। एकदमै निट एन्ड क्लिन स्केचहरू तपाईँले फ्री ह्यान्ड बनाउनु पर्ने हुन्छ एक्जाममा। बरु 1-2 लाइन कम लेखे पनि यो फिगर बनाइदिनु भने राम्रो मार्क्स आउँछ। फर्मुला बेस्ड न्युमेरिकलहरू पढ्नुपर्छ। तपाईँले एकदमै लामो लामो लेन्दी न्युमेरिकलहरू दिँदैन एक्जाममा, तर के हुन्छ भने फर्मुला बेस्ड न्युमेरिकल यदि छ भने तपाईँले चाहिँ सोधिरह हुन्छ। कोड युज गरेर न्युमेरिकल बनाऊ भनेर एक्जाममा लोकसँग सोध्दैन, किनभने त्यहाँ कोड दिँदैन नि। जस्तै आइएस 456 भएको कोडहरू, आइएस 456 भएको कोडबाट तपाईँले न्युमेरिकल सोध्दैन, तर के गर्छ त्यसको पिलरको डिजाइन स्टेप्सवाला फर्मुला सोध्न सक्छ। सेप्टिक डिजाइनको के अरे सेप्टिक ट्याङ्कको डिजाइन भएको एउटा न्युमेरिकल सोध्न सक्छ। हाइवेको पेमेन्टको एउटा कुनै न्युमेरिकल सोध्न सक्छ। सुपर एलिभेसनको न्युमेरिकल सोध्न सक्छ। सिम्पल हैन। केनेडी मेथडहरू युज राखेको फर्मुलाहरू सोध्न सक्छ वा त्यसको न्युमेरिकलहरू सोध्न सक्छ हैन। लेसी र हाम्रो म्यानिङ्स फर्मुलाहरू भएको फर्मुलाहरू न्युमेरिकलहरू सोध्न सक्छ। सो फर्मुला बेस्ड न्युमेरिकलहरू तपाईँले पढ्नु पर्यो एकदम। त्यसमा एकदमै प्र्याक्टिस पनि गरिहाल्नुपर्छ र समरी र कन्क्लुजनहरू पनि पढ्नुपर्छ, ताकि तपाईँले सब्जेक्टिभ लेख्दाखेरि समरी र कन्क्लुजनहरू पनि लेख्नुपर्ने हुन्छ। 2 नम्बरको पोइन्टमा 1 नम्बरमा के भयो त तपाईँले सिलेबसलाई रिफाइन गर्नुहुन्छ, सिलेबस बुझ्नुहुन्छ पहिला के कुराहरू छन् यसमा, र त्यो अनुसारको तपाईँले बुक खोज्नुहुन्छ र बुक पढ्नुहुन्छ। त्यो अनुसारको बुकलाई तपाईँले के गर्नुहुन्छ भने सिलेबस अनुसारको चिजहरू कन्टेन्टहरू आफ्नो बुकमा छ कि छैन खोजेर पहिला जम्मा गर्नुहुन्छ। त्यसपछि के गर्नुहुन्छ भने 2 स्टेप 2 मा स्मार्ट रिडिङ गर्नुपर्ने तरिका। अब नघोकिकन वा त्यसलाई चाहिँ सबै फुल प्याराग्राफ नघोकेर त्यसलाई चाहिँ कसरी बुझ्ने, मेन पोइन्टहरू कसरी एक्सट्र्याक्ट गर्ने कुराहरू जुन मैले भने त्यो चिजहरू यो चाहिँ एकदमै इम्पोर्टेन्ट हो। यो चिजहरू तपाईँले ध्यान दिनुहुन्छ। अब तेस्रो स्टेपमा छ, अब हेर्नुहोस् है यसको एउटा मोटिभेसन पनि। इफ यु कान्ट कन्भर्ट इट इन्टु 5 to 7 बुलेट्स पोइन्ट यु डिडन्ट अन्डरस्ट्यान्ड इट भनेको, यदि तपाईँले माथिको पोइन्टहरू पढ्दाखेरि कुनै 2टा र 4वटा 5वटा प्याराग्राफ पढ्नुभयो र त्यसबाट तपाईँले 4-5वटा बुलेटहरू फाइन्ड गर्न सक्नु भएन वा केही मेजर पोइन्टहरू निकाल्न सक्नु भएन भने यति बुझ्नुहोस् कि त्यो माथि पढेको कुरा तपाईँले केही पनि बुझ्नु भएको छैन भनेर भन्नु खोजेको हो। भनेपछि जब हाम्रो तयारी हुँदै जान्छ, तयारी पुग्दै जान्छ नि, अनि तपाईँले प्याराग्राफ पढ्दाखेरि त्यहाँबाट तपाईँले मजाले पोइन्टहरू निकाल्न सक्नुहुन्छ। हो, जब तपाईँले पोइन्टहरू फाइन्ड आउट गर्न सक्नुभयो र निकाल्न सक्ने क्यापेसिटी डेभलप हुँदै गयो भने बुझ्नुहोस् कि तपाईँको तयारी राम्रो हुँदै गइरहेछ भन्ने कुरो बुझ्नुपर्छ। थर्ड स्टेपमा हो स्ट्रक्चरल नोट बनाउने। अब हेर्नुहोस् है, म चाहिँ बुकै पढ्ने बानी बसाल्नुपर्छ, बुक नै पढ्ने। तर विद्यार्थी अनुसार फरक हुनसक्छ, किनभने धेरैजना विद्यार्थीले बुककै नोटलाई चाहिँ के गर्छन् भने हुबहु हैन, हुबहु चाहिँ के गर्छन् भने सारिदिन्छन्, कपीमा सार्छन्। तपाईँको डबल टाइम खर्च हुन थाल्छ। सब्जेक्ट तपाईँको एउटा यत्रो मोटो बुकलाई सबै नोटमा बनाएर साध्य त हुँदैन। सो के गर्नुपर्छ भने धेरैजना विद्यार्थीले चाहिँ आफ्नै नोट त्यसलाई सारेर पनि आफ्नै तरिकाले बनाएर पनि पढ्छन्। म चाहिँ स्पेसल के गरेको थिएँ भने जुन एउटा बुक किने वा बुक लिए, बुकमा के गरेँ, जति सिलेबसहरू छ नि त्यो सिलेबस अनुसारको सबै पोइन्टहरूमा पढ्दै जाँदाखेरि अन्डरलाइन गर्दै गएँ, हाइलाइट गर्दै गएँ, अन्डरलाइन गर्दै गएँ, हाइलाइट गर्दै गएँ। जुन इम्पोर्टेन्ट छ त्यसलाई अगाडिमा इम्पोर्टेन्ट पनि लेखेँ र रिभिजन गर्दा पनि त्यही हाइलाइट र अन्डरलाइन गरेको पोइन्टहरू पढेँ। त्यही बुकमा मैले नोट बनाउनुभन्दा पनि त्यही बुकलाई मल्टिपल टाइम्स पढ्दै गएँ र त्यसको हेडिङ, सब हेडिङ, बुलेट पोइन्ट्सहरू, डायग्राम्सहरूलाई के गरेँ एकदम प्रायोरिटी दिएर मैले के गरेँ त्यसमा हाइलाइट गरेँ, अन्डरलाइन गरेँ र तिनीहरूलाई प्रायोरिटी दिएँ मैले। तर जुन कुनै न्युमेरिकलहरू के हुन्छ भने त्यसलाई कपीमा पनि तपाईँले के गर्न सक्नुहुन्छ भने कपीमा पनि के गर्न सक्नुहुन्छ त प्र्याक्टिस गर्न सक्नुहुन्छ न्युमेरिकलहरूलाई। एउटा यो पनि तरिका भयो। धेरैजनाको तरिका के हुन्छ भने स्ट्रक्चर नोट बनाउने, अर्थात् पहिला सुरुमा बुक पढ्ने, हेडिङ सब हेडिङहरू पढ्ने र त्यसलाई आफ्नै तरिकाले ढाँचा अनुसार के गर्ने त एउटा पेपरमा वा कपीमा सादा पानामा उसलाई आफ्नो तरिकामा आफ्नो ल्याङ्ग्वेजमा लेख्ने। त्यसले गर्दा टाइम त बचत हो, के अरे टाइम त डबल लाग्छ, तर फाइदा के हुन्छ भने तपाईँले पढेको कुरा चाहिँ तपाईँले कति बुझ्नु भएको छ भन्ने कुरा कपीमा लेख्न सक्नुहुन्छ वा नोट बनाउँदाखेरि तपाईँले त्यहाँ कुराहरू आफैलाई रिभिजन फ्रेन्डली चाहिँ तपाईँले नोट बनाउन पनि सक्नुहुन्छ, जुन तपाईँलाई पछि पनि काम लाग्छ। सो यो मेथड चाहिँ फरक हो है। यो मेथड चाहिँ तरिका फरक भयो। तपाईँलाई चाहिँ यदि अब कि त म जस्तै अब बुकमै मात्रै पढ्नुहुन्छ, अलिअलि मात्रै नोटको कुराहरू कपीमा लेख्नुहुन्छ भने इट्स ओके, त्यो पनि इफेक्टिभ नै हो। म आफैले पनि गरेको थिएँ होइन। कतिजनाले चाहिँ सबै बुकमा भएको कुराहरूलाई समराइज गरेर नोट बनाउनुहुन्छ, त्यसमा टाइम चाहिँ धेरै लाग्छ, तर के हुन्छ भने इफेक्टिभ यो पनि हुन्छ। एकचोटि नोट बनाइसकेपछि तपाईँलाई पढ्नलाई इजी भयो। तर तपाईँसँग टाइम कम छ भने
तपाईँले यसरी नोट चाहिँ बनाइराख्नु पर्दैन। जुन बुक छ बुकमा हाइलाइट गर्नुहोस्, बुकमै पढ्नुहोस्, बुकमै पाना फोल्ड गर्नुहोस्, बुकमै चाहिँ त्यो बुक मार्क्सहरू राख्न सक्नुहुन्छ। विभिन्न किसिमको चिजहरू बुकमै गर्ने हो, नोट छुट्टै नोट बनाइराख्नु पर्दैन। त्यही भएर मैले विद्यार्थी अनुसार फरक-फरक हुनसक्छ भनेर भनेको छु है। यो चाहिँ तपाईँकोमा लागु पनि हुनसक्छ। यदि तपाईँको नोट बनाउँदै धेरै टाइम बितिरहेछ भने मैले भनेको तरिका यो नोट चाहिँ हुबहु कपीमा सार्नु हुँदैन। बुक नै पढ्ने बसानी बानी बसाल्नुभयो भने तपाईँलाई इजी हुन्छ। स्टेप 4 भनेको के भयो त अब फर्मुला र कन्सेप्ट इन्टिग्रेसन भनेको यदि फर्मुला बेस्ड न्युमेरिकलहरू छ भने त्यो पढ्नु पर्यो ताकि त्यस्तो न्युमेरिकल तपाईँलाई आउँछ। पास्ट क्वेसनहरू पनि हेर्दाखेरि पास्ट क्वेसनहरू हेर्दाखेरि नै के हुन्छन् भने त्यस्तो न्युमेरिकलहरू पनि देख्न सकिन्छ। र डिजाइन बेस्डहरू डिजाइन बेस्ड केही प्रोसिजरहरू होइन प्रोसिजर स्टेप्स केही कुराहरू छन् भने क्राइटेरियाहरू यो सबै के गरौँ भने तपाईँले पढ्नुपर्ने हुन्छ। सो यो के भयो त हाम्रो फर्मुला बेस्ड र कन्सेप्ट इन्टिग्रेसनको मेथडमा यो भयो। अर्थात् यस्तो चिजलाई तपाईँ जुनसुकै टपिक पढ्नु न, सोइल मेकानिक्स पढ्नुहोस् या हाम्रो स्ट्रक्चर पढ्नुहोस् वा एस्टिमेटिङ कस्टिङ पढ्नुहोस्, यदि यस्तो चिजहरू भेट्यो भने तपाईँ त्यसलाई के गर्नु पर्यो त प्रायोरिटी दिनु पर्यो। त्यो चिजहरू तपाईँले अलिक बढी फोकस गरेर पढ्नु पर्यो भन्न खोजेको हो। स्टेप 5 मा छ पास्ट इयर वा प्रिभियस इयर क्वेसन्स मस्ट। यो चाहिँ एकदमै तपाईँले क्वेसन नहेरिकन तपाईँले थाहा हुँदैन कि लोकसेवाको क्वेसन कुन लेभलमा आउँछ भन्ने कुरा थाहा हुँदैन। त्यही भएर प्रिभियस इयर क्वेसन पनि तपाईँले हेर्नु पर्यो र यदि त्यो इयरको सोलुसन क्वेसन ब्याङ्कहरू पनि छ भने त्यो पनि पढ्न सक्नुहुन्छ। क्वेसन ब्याङ्कहरूमा त क्वेसनको सोलुसन गरेको हुन्छ। ए ल पास्ट इयरमा यस्तो क्वेसन आएको, यसको सोलुसन चाहिँ यसरी लेख्नुपर्छ, यसको सोलुसन लेख्दाखेरि यो कुराहरू ध्यान दिनुपर्छ भन्ने कुराहरू पनि पढ्न सक्नुहुन्छ होइन। अनि इन्जिनियरको लागि पनि मेरो क्वेसन ब्याङ्क छ। अब ओभरसियरको लागि पनि मेरो क्वेसन ब्याङ्क 3rd एडिसन आउँदैछ, त्यो पनि तपाईँहरूले पढ्न सक्नुहुन्छ। र वर्ल्ड सब्जेक्टिभ क्वेसन्सहरू सोल्भ गर्ने तरिकाहरू तपाईँले आफै पनि सोल्भ गर्ने र राम्रो टिचर वा राम्रो इन्स्टिट्युटमा गएर तपाईँले त्यो कपीहरू के गर्न सक्नुहुन्छ त चेक गराउन सक्नुहुन्छ वा चेक गर्न सक्नुहुन्छ ताकि तपाईँले सब्जेक्टिभ लेख्दाखेरि केही तपाईँको केही पुगिरहेको छैन, केही मेहनत पुगेन, केही पोइन्टहरू पुगेन वा तपाईँको केही ल्यागिङ छ भने त्यो टिचरले तपाईँलाई के गरिदिन्छ भने फिडब्याक दिन्छ। फिडब्याक दिँदाखेरि फेरि फिडब्याक राम्रो हुनुपर्छ है, फेरि सबैले फिडब्याक राम्रो दिँदैन। त्यो फिडब्याक राम्रो आयो भने तपाईँले ए ल मेरो चाहिँ यहाँ ल्यागिङ छ, मैले यो कुरा सुधार्नु गर्नुपर्ने हुन्छ भनेर अनि प्र्याक्टिस गर्नुपर्ने हुन्छ। प्याटर्न कसरी बुझ्ने त रिपिटेड क्वेसनहरूलाई एकदम बढी इम्पोर्टेन्स दिने, किनभने त्यो क्वेसनहरू फेरि पनि आउन सक्छ। र एक्सपेक्टेड फ्रेमिङहरू क्वेसन लेख्दाखेरि एकदमै त्यो क्वेसनहरूले खासमा मागेको चिज के हो, दिन खोजेको वा हामीले चाहिँ के डेलिभर गर्न सक्छौँ भन्ने कुराहरूलाई के गर्नुपर्छ भने ध्यानमा राख्नुपर्ने हुन्छ। स्ट्राटेजी अब यसको कसरी तपाईँले अपनाउने त पहिला रिड गर्ने, पहिला सिलेबसहरू अनुसारको किताबहरू पढ्ने, त्यसपछि के अरे पास्ट इयर क्वेसनहरू हेर्दाखेरि अनि बल्ल तपाईँलाई थाहा हुन्छ नि त ए ल यसको एन्सर यसरी लेख्नुपर्छ अनि त्यसलाई बल्ल तपाईँले पास्ट क्वेसनहरू सोल्भ गर्ने होइन। अनि पास्ट क्वेसन नहेरी पढ्नु भनेको के हुन्छ भने तपाईँको टाइम वेस्ट हुन्छ। जस्तै तपाईँले अब सुरुमै भने नि मैले तपाईँले सिलेबस हेर्नु भएको छैन, तपाईँले के पढिदिनु तपाईँले थाहा भएन भने तपाईँको टाइम वेस्ट भयो नि त। त्यही भएर सिलेबस पास्ट इयर क्वेसनहरू तपाईँले किन हेरेर पढ्नुपर्छ भने वा एकचोटि हेरेपछि तपाईँले के थाहा हुन्छ भने ए लिमिट भन्ने थाहा हुन्छ कि यसको लिमिट त्यतिसम्म हो, यो कुराहरू अलिकति बढी पढ्नुपर्छ, यो कुराहरूमा अलिकति बढी ध्यान दिनुपर्छ भन्ने कुरा तपाईँलाई थाहा हुन्छ। त्यही भएर पास्ट क्वेसन हेर्नु भनेको किन हो भने तपाईँको टाइम चाहिँ वेस्ट नहोस्, तपाईँले चाहिने चिजहरू हेर्नुहुन्छ भनेर भन्न खोजेको हो। र पास्ट क्वेसन सोल्भ गर्नुभन्दा पहिला तपाईँले थ्योरी पढ्नु पर्यो, रिड फर्स्ट एन्ड देन पिवाई क्यु सोल्भ गर्नुपर्ने हुन्छ भनेर भन्न खोजेको हो है। मैले पनि त्यही पास्ट क्वेसन्सहरू राखेका थिएँ, त्यो पास्ट क्वेसनहरू राखेँ, त्यसपछि पहिला थ्योरी पढेर पास्ट क्वेसनहरू अब थ्योरी पढेर तपाईँलाई धेरै कुराहरू याद भइसक्छ अनि सबै क्वेसनको सोल्युसन गर्नुपर्छ भन्ने पनि छैन। तर जुन जुन क्वेसन तपाईँलाई लाग्छ कि यो म बिर्सिन्छु वा यो क्वेसन मलाई लागि गाह्रो छ भने त्यो क्वेसनको सोल्युसन तपाईँले खोज्ने, लेख्ने। आजभोलि त झन् इजी पनि छ, विभिन्न किसिमको एआईको टुलहरू एभाइलेबल छ। एआईहरू युज गरेर पनि तपाईँले विभिन्न किसिमको सब्जेक्टिभको मजाको सोल्युसनहरू एआईले दिन्छन्। यो पढ्ने तरिका हो हेर्नुहोस् है साथीहरू, तपाईँले बुकैमै सबै थोक पाउँछ भन्ने पनि छैन। आजभोलि त हाम्रो एआईको जमानाले धेरै इजी बनाइदिएको छ। तपाईँले सब्जेक्टिभ कुराहरू पनि मजाले पढ्नु खोजी खोजी पनि पढ्नु सक्नुहुन्छ होइन। यदि इक्जाम राम्रो फिडब्याकको दिनको लागि छ भने इक्जामेटिक्सको एपमा गएर पनि तपाईँले इक्जाम दिन सक्नुहुन्छ सब्जेक्टिभको, सब्जेक्टिभ इक्जाम। र त्यसमा चाहिँ राम्रो फिडब्याक तपाईँको के छ, कहाँ कमजोरी छ, त्यो कमजोरी अनुसारको फिडब्याक पनि पाउन सक्नुहुन्छ है। यी कुराहरू तपाईँहरूको लागि भयो। अब स्टेप 6 मा चाहिँ के छ भने
एन्सर राइटिङ प्याटर्न चाहिँ के भयो त एकदमै गेम चेन्जर मान्छौँ यसलाई हामीले। किनभने तपाईँलाई त थाहा छ, तपाईँले पुरै सिलेबस भ्याइदिनु भयो हेर्नुहोस् है। पुरै सिलेबस पढ्नुभयो, होइन? तपाईँलाई सबै कुरा जानकारी पनि छ, नलेज पनि छ, इन्फर्मेसन पनि छ। तर तपाईँले डिलिभर गर्न सक्नु भएन। डिलिभर गर्न सक्नु भएन भने तपाईँ के हुनुहुन्छ भने फेल हुनुहुन्छ वा तपाईँको मार्क्स राम्रो आउँदैन। धेरैजना साथीको सब्जेक्टिभको सब कुरा थाहा हुन्छ, सबै कुरा उसलाई थाहा हुन्छ, तर इक्जाममा उसले के गर्न सक्छ भने राइटिङ राम्रो गर्न सक्दैन, डेलिभर गर्न सक्दैन अनि ऊ चाहिँ फेल भएको पनि देखिन्छ। तपाईँहरूमध्ये पनि कतिजनाले यसले हेर्दै जाँदाखेरि त्यो आफूभित्रको कमजोरी थाहा हुन्छ। त्यही भएर यसमा चाहिँ व्हाइट पेपरमा लेख्ने प्र्याक्टिस गर्नुपऱ्यो सुरुबाट नै। कतिजनाले लाइन भएको कपीमा गर्दै हुनुहुन्छ भने उहाँले चाहिँ तुरुन्तै आफ्नो व्हाइट पेपरमा मात्रै प्र्याक्टिस गर्नुपर्ने बानी बसाल्नु पऱ्यो। किनभने लोकसभामा यस्तै व्हाइट पेपर आउँछ र लेख्दै जाँदाखेरि एकदम सिधा नै हामी के गर्नुपर्छ भने लेख्नुपर्ने हुन्छ। टाइमर राख्ने। अब कुनै क्वेसनहरू सब्जेक्टिभ पेपरहरू तपाईँले सल्भ गर्दै हुनुहुन्छ भने घडीको टाइमर अन गरेर यति मिनटभित्र सकाउँछु भनेर तपाईँले एउटा टाइम फिक्स गर्ने। यो इक्जाम्पलको लागि 10 मिनट हो, सबै क्वेसनमा 10 मिनट लाग्छ भन्ने पनि होइन। अनि त्यसरी गर्नु पऱ्यो र एन्सर स्ट्रक्चर फिक्स गर्ने भनेपछि के भयो भने एन्सर स्ट्रक्चर फिक्स कसरी हुन्छ भने यसको स्ट्यान्डर्ड फर्मेट छ वा फर्मेट के हुन्छ भने कुनै पनि क्वेसन सोद्धाखेरि 2-3 लाइनसम्म उसको इन्ट्रोडक्सन, मैले हिजो पनि भनेको थिएँ, इन्ट्रोडक्सनहरू दिनु पऱ्यो वा त्यो क्वेसनलाई चाहिँ के गर्नु पऱ्यो भने इन्ट्रोडक्सनको उसको डिफाइन गर्ने, उसको डिफिनेसनको रूपमा उसलाई चाहिँ 2-3 लाइन लेख्ने। बडी पोइन्ट वाइज डायग्रामहरू वा यदि त्यसको डायग्राम छ, त्यसको पोइन्ट वाइज त्यसको मेन पोइन्टहरू अब के क्वेसन सोधेको छ ती कुराहरू तपाईँले लेख्न सक्नुहुन्छ। बडी पार्ट भन्छ त्यसलाई हामी, बडी पार्टमा। र डायग्राम त एकदमै, यदि त्यहाँ डायग्राम मिल्ने खालको छ, डायग्राम राख्न सकिन्छ भने त्यसलाई चाहिँ के गर्न सक्नुहुन्छ त डायग्राम राख्नुपर्ने हुन्छ वा फिगर राख्न सक्नुहुन्छ है। त्यो चाहिँ एकदमै नछोडाइकन चाहिँ के गर्नु पऱ्यो त राख्नुपर्ने हुन्छ। र लास्टमा चाहिँ कन्क्लुजन 1-2 लाइनको, त्यही माथिको यो दुईटै लाइनको समरीलाई 1-2 लाइनमा तपाईँले लेख्न सक्नुहुन्छ। त्यसलाई भन्छौँ हामी कन्क्लुजन। त्यो चाहिँ लेख्नुपर्छ। त्यही हो स्ट्यान्डर्ड फर्मेट। यो चाहिँ लेख्ने प्याटर्न तपाईँले सुधार्दै जानुभयो भने तपाईँको राम्रो मार्क्स चाहिँ आउने चान्स बढी हुन्छ। र यो भनेको एक दिनमा हुने होइन। के गर्नुपर्छ त यसको लागि तपाईँले पटक पटक मल्टिपल टाइम्स के गर्नुपर्छ त सुधार गर्दै जानुपर्ने हो। अनि किनभने हामी त लोकसभाको टाइमको लागि 3 महिना 4 महिनासम्म तयारी गर्छौँ नि त मिनिमम। त्यही भएर यो 3-4 महिनाभित्र यो सबै कुराहरू सुधार हुन्छ हेर्नुहोस्, होइन? अनि अर्को छ डायग्राम र प्रेजेन्टेसन एकदमै, होइन, मास्टरी हुन्छ। किनभने यो भनेको के भयो त इक्जामिनर प्रभावित पार्ने चिजहरू केही हुन्छ। तपाईँले अब्जेक्टिभ के अरे सब्जेक्टिभ लेख्दै हुनुहुन्छ, तपाईँले डायग्रामहरू चाहिँ बनाउनु भएन अनि प्रेजेन्टेसन राम्रो तरिकाले गर्नुभएको छैन भने तपाईँको मार्क्स राम्रो आउँदैन। यसको मेन रुल के हो भने त गुड कन्टेन्ट, तपाईँले राम्रो कन्टेन्ट लेख्नुभयो, पुरै राम्रो लेख्नु भएको छ, तर तपाईँको प्रेजेन्टेसन नै राम्रो छैन वा फिगर नै बनाउनु भएको छैन भने तपाईँको मार्क्स लो आउँछ। तर गुड कन्टेन्ट प्लस गुड प्रेजेन्टेसन छ भने हायर मार्क्स आउँछ। हेर्नु त, तपाईँले मार्क्स राम्रो ल्याउनको लागि के गर्नु पऱ्यो त गुड कन्टेन्ट प्लस गुड प्रेजेन्टेसन। गुड कन्टेन्ट भनेको क्वेसनले के सोधेको छ त्यो चाहिँ दिनु पऱ्यो। गुड प्रेजेन्टेसन भनेको त्यसमा यदि कतै फिगर अटाउँछ भने फिगर, लाइनको स्पेसहरू, लेख्ने तरिका पुरै, होइन, डायग्रामहरू, त्यसपछि उसको पेपरको चाहिँ सबै अगाडि पछाडि दायाँ बायाँ सबै छोड्ने तरिकाहरू, होइन, फिगरहरू चिटिक्क बनाउनु भएको, लेभल डायग्रामहरू बनाउनु भएको छ भने त्यसलाई भन्छ गुड प्रेजेन्टेसन। त्यो गुड प्रेजेन्टेसनहरू गर्नुभएको छ भने राम्रो मार्क्स आउँछ भन्न खोजेको हो। अब इक्जामिनरलाई पनि वा जसले कपी चेक गर्छ उसको पनि केही तरिकाहरू हुन्छन्। उसले निट डायग्राम हेर्छन्, डायग्राम राम्रो बनाउनु भएको छ भने राम्रो मार्क्स दिन्छन्। अन्डरलाइन भएको किवर्डहरू, त्यस्तो केही किवर्डहरू, राम्रो टेक्निकल टर्म्सहरू छन् भने त्यसलाई अन्डरलाइन गरिदिने, त्यो फोकस होस् भनेर गर्ने। अनि प्रोपर स्पेसिङहरू मिलाउने। अब त कहिलेको धेरैजना एकदम तल यस्तो यस्तो हुन्छ, त्यो होइन। त्यसले लेख्दाखेरि लेख्दाको प्याटर्न एउटै हुनु पऱ्यो। एउटा लाइनमा छ भने एउटै लाइनमा आउनु पऱ्यो यसरी, होइन? अनि यसरी आउनुपर्ने हुन्छ। त्यसरी आउनुपर्ने भन्ने कुराहरू के भयो त हाम्रो यसरी ठ्याक्कै स्पेसिङहरू मिलाएर लेख्नुभयो भने तपाईँ कपी हेर्दा पनि राम्रो देखिन्छ भन्ने पनि छ है। सो यो के भयो त हाम्रो सब्जेक्टिभको लेख्दाखेरिको तरिकाहरूमा यी चिजहरू चाहिँ एकदमै ध्यान दिनुपर्ने हुन्छ है। सब्जेक्टिभ अनि एक्टिभ रिकल र रिभिजन साइकल। मैले सब्जेक्टिभ लेख्ने र पढ्ने दुईटै तरिका सँगसँगै भन्दैछु। एक्टिभ रिकल, धेरैजना हामी यसमा पछाडि हुन्छौँ। यसमा के हुन्छ भने हामीले पढ्छौँ बिर्सिन्छौँ, पढ्छौँ बिर्सिन्छौँ, पढ्छौँ बिर्सिन्छौँ। रिभाइज नगर्दाखेरि तपाईँको बानी, तपाईँको मात्रै होइन जसको पनि यही हुन्छ, बिर्सिने बानी हुन्छ। सो मस्ट इम्पोर्टेन्ट फर अल हो। पढेर बस्ने मात्रै होइन, रिकल पनि गर्नु पर्यो। अब यसको विभिन्न टेक्निक्स छ। जस्तै तपाईँले आज दिनभरिमा के पढ्नुभयो त्यसलाई बुक बन्द गरेर सम्झिने वा लेख्ने। के पढ्नुभयो त त्यो कुराहरू केही न केही त तपाईँलाई याद हुन्छ नि, त्यो चिजलाई लेख्ने र फेरि ट्याली गर्ने बुकमा भएको चिजलाई। अनि ट्याली गर्दाखेरि तपाईँले के छोड्नुभयो त्यो कुराहरू पढ्न पाउनुहुन्छ। सेल्फ टेस्ट गर्ने, तपाईँले यतिकै अब मानौँ
अब 4-5 घन्टा पढ्नु भएको छ वा 2 घन्टा पढ्नुभयो, यदि चिया खाँदै हुनुहुन्छ, खाजा खाँदै हुनुहुन्छ भने त्यो बेला पनि तपाईँले आफैलाई माइन्डमा के खेलाउनु पर्यो भने, "ए मैले अहिले के पढेँ त भर्खर? ए यो चिजहरू पढेँ।" त्यसपछि तपाईँलाई केही याद हुन्छ, केही बिर्सिनुहुन्छ। अनि बिर्सेको कुरालाई फेरि गएर बुकमा गएर हेर्नु पर्यो। ए के मैले बिर्सेँ भनेर त्यसरी गर्नु पर्यो भने तपाईँको रिपिट मोडमा एउटै चिज के गर्नु पर्यो भने माइन्डलाई दिनुपर्ने हुन्छ। सो त्यो हो रिभिजन साइकलको विभिन्न मेथडहरू हुन्छ। त्यो मध्येको केही मेथडहरू मैले तपाईँलाई यहाँ राखेको छु। फर्स्ट रिभिजन भनेको 24 आवर्सभित्र वा नेक्स्ट डे अर्को टपिक सुरु गर्नुभन्दा पहिला। जस्तै यसमा अलिकति बुझौँ। तपाईँले चाहिँ मानौँ एउटा सर्वेको कुनै टपिक पढ्नुभयो, सर्वेको मानौँ इन्ट्रोडक्सन पढ्नुभयो। इन्ट्रोडक्सन पढ्नुभयो। अहिले यहाँ मेथड हेर्नुहोस् है। सर्वेको के गर्नु पर्यो त? इन्ट्रोडक्सन पढ्नुभयो। अब भोलि तपाईँले यसमा के पढ्नुहुन्छ त? लेबलिङ पढ्नुहुन्छ। अब इन्ट्रोडक्सनमा टाइप्स अफ सर्वे, इन्ट्रोडक्सनहरू कुराहरू धेरै आउँछ यसमा। अब तपाईँले हेर्नु त, आज सब्जेक्टिभमा इन्ट्रोडक्सनको कुराहरू पढ्नुभयो। अनि इन्ट्रोडक्सन पढेको कुराहरू तपाईँले भोलि लेभलिङ सुरु गर्नुभन्दा पहिला यसलाई अलिकति समराइज गरेको ठ्याक्कै वा तपाईँले हाइलाइट गरेको अघि नै भने नि हाइलाइट गर्नुहुन्छ, पोइन्टलाई अन्डरलाइनहरू गर्नुहुन्छ वा आफूलाई मनपर्ने कलरले गर्दा त्यसलाई चाहिँ अन्डरलाइनहरू हाइलाइटहरू गर्नुहुन्छ नि, ती चिजहरू के गर्नु पऱ्यो त्यसमा हेर्नु पऱ्यो क्या। अब यो लेभलिङ सुरु गर्नुभन्दा पहिला तपाईँले यो हेर्नु पऱ्यो। सर्फेसली मात्रै सबै घोक्नुपर्छ भन्ने छैन, जस्ट हेर्ने मात्रै, त्यसलाई हेरिराख्ने। अनि त्यो हेरिसकेपछि एकलट हेरिसकेपछि बल्ल फेरि लेभलिङमा जाने। फेरि तेस्रो दिन तपाईँले अब मानौँ ट्राभर्स सुरु गर्नुभयो। हेर्नु त, ट्राभर्स ट्राभर्स सुरु गर्नुभयो भने तेस्रो दिन हो यो तेस्रो दिन हो। तेस्रो दिन ट्राभर्स सुरु गर्दा के गर्नु पर्यो भने तपाईँले अब यो लेभलिङ हिजो पढ्नु भएको छ भने लेभलिङलाई आज रिभाइज गरेर अनि बल्ल सर ट्राभर्समा जानु पर्यो। यो भयो कन्टिन्यू यसरी एक एक दिनको त्यसलाई नेक्स्ट टपिक सुरु हुनुभन्दा अगाडि नै पढ्ने तरिका हो। तर विकली प्लानले के भन्छ भने तपाईँ 5 दिन स्टडी गर्ने, एक दिन चाहिँ रिभिजन गर्ने र अर्को दिन चाहिँ प्र्याक्टिस गर्ने। जस्तै अब विभिन्न इन्स्टिट्युटहरूमा पनि इक्जामहरू दिने, एपहरूबाट इक्जामहरू दिने होइन। सो 5 दिन पढेको सबै चिजलाई एक दिनमा रिभिजन गर्ने र त्यसको भोलिपल्ट चाहिँ त्यो सबै रिभाइज गरेको र पढेको चिजहरूलाई इक्जाममा परिणत गर्ने। कि त एमसिक्यू पनि प्र्याक्टिस गर्ने र सब्जेक्टिभको पनि इक्जाम दिने। आफै पनि बसेर पनि पास्ट क्वेसनहरू आफूसँग हुन्छ, त्यसकै इक्जामहरू सोल्युसनहरू के अरे आफैले बनाउने र बुकसँग के गर्ने त कम्पेयर गर्ने। मैले के लेख्दा मिलेन, के गर्नुपर्छ भन्ने कुराहरू पनि गर्न सक्नुहुन्छ। वा विभिन्न तरिकाले तपाईँहरूले यो त एमसिक्यूहरू प्र्याक्टिस गरिराख्नुहुन्छ वा इक्जामेटिक्समा पनि तपाईँहरूले डेली होइन, विकली डेली सबै मोडल इक्जाम वा इक्जामहरू प्र्याक्टिस गर्न सक्नुहुन्छ। सब्जेक्टिभ अब्जेक्टिभ सबै प्र्याक्टिस गर्न सक्नुहुन्छ। आफूलाई मन परेको जुन तरिका तपाईँलाई सजिलो लाग्छ त्यसमा तपाईँले त्यसरी तयारी गर्न सक्नुहुन्छ। अब मानौँ तपाईँ ट्राभर्स पनि पढ्नुभयो, अर्को दिन तपाईँले फेरि अब बिल्डिङको वा हाम्रो अर्को केही पढ्नुहुन्छ, अर्को सब्जेक्ट पढ्नुहुन्छ, बिल्डिङ कन्स्ट्रक्सन टेक्नोलोजी पढ्नुहुन्छ भनेपछि 1 हप्ता पछिको कुरा हो नि त। भनेपछि यो बिल्डिङ कन्स्ट्रक्सन टेक्नोलोजी सुरु गर्नुभन्दा पहिला सबै यो सर्वे पुरै च्याप्टर के गर्नु पर्यो त एकचोटि सर रिभाइज गरिदिनु पर्यो क्या तपाईँले। यदि तपाईँले यो गरिदिनु भयो भने अनि बिल्डिङ कन्स्ट्रक्सन सुरु गर्नुभन्दा पहिला सर्वे एकचोटि रिभाइज गर्नुभयो, फेरि बिल्डिङ कन्स्ट्रक्सन पढ्नुहुन्छ, फेरि अर्को तेस्रो च्याप्टर मानौँ अब इस्टिमेटिङ सुरु गर्दै हुनुहुन्छ भने त्यो बेलासम्म सर्वे बिल्डिङ कन्स्ट्रक्सन पनि अलिअलि रिभाइज गरिदिनु पर्यो। हेर्नुहोस् है, तपाईँको मैले मैले भन्न खोजेको कुरा बुझ्नुहोस्, यहाँ बुझ्ने प्रयास गर्नु। अब अब तपाईँले स्ट्रक्चर पढ्न थाल्नुभयो। अब स्ट्रक्चर पढ्दा पनि यो त तपाईँको चौथो च्याप्टर हो, कति हो त फोर्थ च्याप्टर हो। तपाईँले पढ्नुभयो के त सर्वे, बिल्डिङ र एउटा इस्टिमेटिङ, 3टा च्याप्टर भ्याएर बल्ल चौथोमा के पढ्न थाल्नुभयो त स्ट्रक्चर। यदि त्यसरी स्ट्रक्चर पढ्दै हुनुहुन्छ भने अब तपाईँले के गर्नु पर्यो त अब यो स्ट्रक्चर पढ्दाखेरि नै सर्वे, इस्टिमेट गरेको हाइलाइटको चिजहरू, बिल्डिङ कन्स्ट्रक्सन टेक्नोलोजीको अलिअलि जे तपाईँले हाइलाइट गर्नुभएको थियो त्यो सबै चिजहरू यो सुरु गर्नुभन्दा पहिला अलिअलि हेर्दै जानु पर्यो क्या। अनि स्ट्रक्चर जानुहुन्छ। यसरी जाँदै जानुहुन्छ भने के हुन्छ तपाईँको जतिवटा क्वेसन छ वा जतिवटा च्याप्टर छ सबै च्याप्टर पढ्नुभन्दा अगाडि तपाईँको अलिअलि सबै च्याप्टरहरू के भएर आउँछ त रिभाइज भएको देखिन्छ क्या। त्यसले गर्दा हामी कुनै पनि टपिकको बिर्सिँदैनौँ। हाम्रो बानी के हो भने एउटा टपिक सर्वे पढ्यो, अर्को बिल्डिङमा गयो, बिल्डिङ पढेपछि सर्वे बिर्सिन्छ, अनि जब स्ट्रक्चर सुरु गर्छौँ बिल्डिङ पनि बिर्सियो, सर्वे पनि बिर्सियो, केही पनि थाहा हुँदैन। त्यो बानी धेरैजनाको हुन्छ। ती चिजलाई हामीले कन्ट्रोल गर्नुपर्ने हुन्छ। त्यही भएर यी चिजलाई तपाईँले कन्ट्रोल गर्नुभयो भने एकदम इजी तरिकामा हामी यसलाई के गर्न सक्छौँ भने बुझ्न सक्छौँ। हुन्छ है, धेरैजनाको छ यसमा ल्यागिङ हुन्छ साथीहरू। मैले तपाईँहरूलाई पटक पनि भन्छु, यदि तपाईँहरूले आफ्नो पढाइको मेथड, पढ्ने तरिका चाहिँ मेथडलाई चेन्ज गर्नु भएन भने, पढ्ने तरिका मोडिफाई गर्नु भएन, चेन्ज गर्नु भएन भने
तपाईँको पढेको काम लाग्दैन। हेर्नुहोस्, तपाईँ जति मेहनत गर्नुहोस्, तपाईँको हार्डवर्कलाई मात्रै आजभोलि मानिँदैन। हार्डवर्क गरेर नाम निस्किन्छ भन्ने छैन। स्मार्ट वर्क चाहिँ गर्नुपर्छ। के गर्नुपर्छ त? स्मार्ट वर्क गर्नुपर्छ है। हार्डवर्कले भएन। तपाईँ दिनरात पढ्नु भएको छ, 4-5 वर्षदेखि पढिराख्नु भएको छ, त्यही पनि नाम निस्किनु भएन भने तपाईँको त हार्डवर्क त भइरहेछ नि, तर स्मार्ट वर्क भइरहेको छैन। स्मार्ट वर्क भनेको तपाईँको यो तरिका मिल्नु पर्यो, पढ्ने तरिकाहरू बुझ्नु पर्यो, बुकहरू राम्रो सेलेक्ट हुनु पर्यो, होइन? राम्रो गाइडेन्स पाउनु पर्यो, अनि आफूले त्यही चिजलाई अप्लाई गर्नु पर्यो, अनि बल्ल तपाईँको के हुन्छ भने स्मार्ट वर्क हुन्छ। र स्मार्ट वर्कले नै तपाईँले के बनाउँछ त? स्मार्ट बनाउने हो। तपाईँको नाम निकाल्ने स्मार्ट वर्कमा स्मार्ट वर्क नै हेल्प गर्ने हो। त्यो कुरा चाहिँ हामीले बुझ्न जरुरी छ। त्यही भएर रिभिजन प्लान छ, विभिन्न प्लानहरू हुन्छ। आफूलाई कुन सजिलो लाग्छ कि त अब मैले अघि भनेको टपिक वाइज नै टक्क नेक्स्ट डे सुरु हुनुभन्दा अगाडि नै एउटा त्यो हिजो पढेको चिजलाई आज, अनि भोलि पढ्ने चिजलाई, वा आज पढेको चिजलाई भोलि अर्को च्याप्टर सुरु गर्नुभन्दा पहिला नै रिभाइज गर्दै अलिअलि जानुभयो, इजी पनि हुन्छ। अनि विकली प्लान अनुसार 5-5 डेजमा 5-5 डेजभित्र पढेको सबै चिजहरू 1 डे रिभिजन गर्ने, अनि 1 डे प्र्याक्टिस गर्ने। होइन भने 2-3 दिनभित्र पढेको चिजहरूलाई तेस्रो दिनमा के गर्ने त? रिभाइज गर्ने पनि तरिकाहरू छन्, जुन तपाईँलाई इजी लाग्छ, तपाईँ युज गर्न सक्नुहुन्छ है। यो सबभन्दा इफेक्टिभ मेथड हो। म आफै पनि यो मेथड युज गर्थेँ, होइन? अनि अर्को छ मिस्टेक नोटबुक्स। मिस्टेक नोटबुक भनेको के भयो भने, प्र्याक्टिस गर्दा गल्ती छुट्टै नोट राख्नुपर्ने हो। मैले पनि एउटा मेरो डायरी के गरेको थिएँ भने, एउटा डायरी मैले मेन्टेन गरेको थिएँ। डायरीमा जति मलाई गाह्रो लाग्ने, मिस्टेक मात्रै होइन कि, हेर्नु त, मलाई गाह्रो लाग्ने, जस्तै अब गाह्रो लाग्ने गाह्रो लाग्ने टपिकहरू वा क्वेसनहरू जे छ, सबै मैले के गर्थेँ भने यसमा मैले प्रिन्ट गरेर राख्थेँ, वा त्यहाँ चाहिँ सारेर राख्थेँ। गाह्रो लाग्ने, अनि मेन इम्पोर्टेन्ट चिजहरू, वा मलाई मिस्टेक हुने, मलाई पटक पटक पढ्नुपर्ने चिजहरू छ भने मैले त्यसमा के गर्थेँ भने छुट्टै एउटा डायरीमा राख्थेँ। र त्यो चाहिँ तपाईँलाई इक्जाम दिनको लागि वा विकली इक्जामहरू दिनको लागि पनि रिभाइज गर्दा सजिलो हुन्छ। तपाईँलाई मिस्टेक कुन हुन्छ त? जुन तपाईँलाई आउँदैन। इजी त तपाईँलाई अटोमेटिक आइरहेको हुन्छ नि। इजी त तपाईँबाट मिस्टेक हुँदै हुँदैन। इजी त तपाईँलाई आइरहेको हुन्छ। तपाईँले त्यो प्र्याक्टिस नगर्दा पनि तपाईँले त्यो अटोमेटिक तपाईँले, वा भनौँ न, इजी क्वेसन त सबैलाई आइरहेको हुन्छ। मिस्टेक हुने क्वेसनहरू वा अलिकति गाह्रो क्वेसनहरू के हुन्छन् भने, तपाईँले छुट्टै त्यसलाई राखेर अनि त्यो रिभाइज गर्नुभयो भने, त्यसलाई छुट्टै रिभाइजन गर्नुभयो भने तपाईँको के हुन्छ भने त्यो सुध्रिँदै जाने हो। त्यही भएर यो सुधार गर्नुपर्ने हामीलाई हुनसक्छ। र इक्जामेटिक्स एपमा एउटा सुविधा छ, फिचर छ। फिचर के हो भने, मिस्टेक्स भन्ने एउटा आइकन छ। त्यो आइकनमा गएर तपाईँले आफूले एमसिक्यू प्र्याक्टिस गर्दा जति मिस्टेक्स गर्नुभएको छ नि, त्यो सबै मिस्टेक एकै ठाउँमा गएर जम्मा भएर बस्दिन्छ। र तपाईँले त्यो मिस्टेक पनि के गर्न सक्नुहुन्छ त? हेर्न सक्नुहुन्छ, र त्यो क्वेसन प्र्याक्टिस गर्न सक्नुहुन्छ। सो यो एपमा पनि सुविधा छ। त्यो एपमा पनि तपाईँहरूले यस्तो सुविधा अरू एपहरूमा छैन। तपाईँले यो मिस्टेक्स भएको जति तपाईँले गल्ती गर्नुभएको थियो प्र्याक्टिस गर्दा, तपाईँ सबै मिस्टेक्स तपाईँको एक ठाउँमा हुन्छ, र त्यो हामी सबै यहाँ हेर्न सक्छौँ भन्ने कुरो छ है। ल, अब हामी अ, यो अघि नै भनेको नि, यो यो चाहिँ यो गल्तीहरूलाई हामीले के गर्छौँ भने यत्तिकै छोडिदिन्छौँ। त्यही भएर मैले एउटा लाइन पनि लेखिदिएको छु, यो स्टेप धेरैले स्किप गर्छन्, तर टपर वा नाम निकाल्ने साथीहरूले यसलाई सिरियसली लिन्छन्। किन सिरियसली लिन्छन् भने, तपाईँलाई मिस्टेक किन हुन्छ त, वा तपाईँले त्यो मिस्टेक किन भइरहेछ, जुन तपाईँको ल्यागिङ हुन्छ, त्यो तपाईँको कमजोरी हुन्छ, अनि त्यसलाई तपाईँले लेखेर त्यसलाई छुट्टै पढेर भ्याउनु भयो भने तपाईँको लागि त्यो कमजोरीलाई स्ट्रङको रूपमा पोइन्टमा चेन्ज गर्न सक्नुहुन्छ। त्यही भएर धेरैले यसलाई स्किप गर्छन्, तपाईँहरू स्किप नगर्नुहोस् है। ल, अर्को स्टेप छ फाइनल इक्जाम स्ट्राटेजी भनेको, सबै क्वेसनहरू एटेम्प्ट गर्नु पर्यो। सब्जेक्टिभ क्वेसनहरूमा लेख्दाखेरि सबै क्वेसन एटेम्प्ट गर्ने प्रयास गर्नुपर्छ, होइन? इजी, मिडियम, हार्ड क्रम अनुसार तपाईँले अब चाहिँ क्वेसनहरूको 5 मार्क्स, 6 मार्क्स, 10 मार्क्स कतिमा छ, सबै क्वेसनहरू एटेम्प्ट गर्नु पर्यो। अनि पाना भर्ने काम गर्नु हुँदैन। टाइम चाहिँ एकदमै म्यानेजमेन्ट हो। 2 घन्टा 15 मिनट वा 2 घन्टा 30 मिनट कति छ, त्यति भित्रमा चाहिँ सबै सकाउनु पर्ने हुन्छ। ब्याचलरको लागि, बिईको लागि चाहिँ, वा इन्जिनियरको लागि चाहिँ 3 घन्टा हुन्छ। त्यो 3 घन्टामा तपाईँले सबै क्वेसनहरू भ्याउनु पर्ने हुन्छ। यो होइन कि मलाई 10 मार्क्समा सोध्यो भने मैले पानाको पाना भर्छु, अनि जुन क्वेसन एउटा आएन भने त्यसलाई म लेख्दिनँ भन्ने हुँदैन। सकभर सबै क्वेसनहरू एटेम्प्ट गर्नुभयो भने राम्रो मार्क्स आउँछन् भन्ने कुराहरू हो। यी चिजहरू के भयो भने तपाईँलाई सब्जेक्टिभ पढ्दाखेरि ध्यान दिनुपर्ने हो है। र सब्जेक्टिभ पढ्दाखेरि म फेरि अब भएको सबै चिजलाई समराइज गर्छु। सब्जेक्टिभ पढ्दाखेरि भएभरको जम्मै बुकहरूमा न्युमेरिकल भएको बुक छ भने लिँदा हुन्छ, रिभाइज भएको बुक छ भने लिँदा हुन्छ, र त्यो बुकमा सिलेबस अनुसारको पोइन्टहरूलाई हाइलाइट गरेर, मार्किङ गरेर, अनि
मेजर चिज जुन अघि भने नि फङ्सन, टाइप्स यो माथिको कुराहरू जति थियो, ती चिजहरूलाई बढी फोकस गर्नुहोस्। फोकस गर्ने पोइन्टहरू तपाईँले के हुन्छन् भने, फोकस गर्ने पोइन्टहरूमा अघि नै भनेको कुराहरू सबै पोइन्टहरूलाई ती चिजहरू मात्रै पढ्नु पर्यो। तपाईँले एकदमै जुन चिज चाहिँ अब इम्पोर्टेन्स हुँदैन त्यो चिजमा मात्रै टाइम पास गर्नुभएको छ, इम्पोर्टेन्ट चिजलाई तपाईँले स्किप गर्नुभएको छ भने त्यो तपाईँको पढ्ने तरिका मिलेन है। हेर्नुहोस् है साथीहरू, त्यो चाहिँ के गर्नु पर्ने, त्यसलाई चेन्ज गर्नुपर्ने भयो। जुन चिज तपाईँलाई इम्पोर्टेन्ट छ त्यो चिजलाई पढ्नु पर्यो। जुन चिज इम्पोर्टेन्ट छैन त्यो चिजलाई तपाईँले टाइम पास गरेर भएन। तपाईँको टाइम वेस्ट मात्रै हुन्छ, तपाईँले दबाब बढ्दै जान्छ, तनाव हुँदै जान्छ। सो त्यो कुराहरू छ र सकभर सबै क्वेसनहरू एटेम्प्ट गर्ने तयारी गर्नुपर्ने हुन्छ। त्यही अनुसारको हामीले पढ्नुपर्ने हुन्छ। सर्फेसली भए पनि सबै एकचोटि पुरै सिलेबस पहिला भ्याउनु पर्ने हुन्छ। त्यसपछि फेरि त्यसलाई रिपिट मोडमा पढ्नुपर्ने हुन्छ। फेरि रिपिट मोडमा पढ्नुहुन्छ, फेरि रिपिट मोडमा पढ्नुहुन्छ भने बल्ल तपाईँको तयारी पुग्छ। सो रिभिजन रिभिजन नै मेन सूत्र हो यसको। नाम निकाल्ने मेन अस्त्र नै के हो त रिभिजन। रिभिजन बिना कोही पनि मान्छे म खतरा गर्छु भन्ने सोच्न नसोच्दा हुन्छ। रिभिजन बिना तपाईँलाई याद पनि हुँदैन, कन्फ्युज हुन्छ, विभिन्न टपिक्समा विभिन्न पोइन्टहरू हुन्छ। तपाईँले त्यो चिजलाई रिभिजन गर्नु भएन भने त्यो चिज तपाईँलाई के हुन्छ भने याद हुँदैन भन्ने कुरा छ है। त्यही भएर रिभिजन गर्नको लागि अब विभिन्न मेथडहरूबाट रिभिजन गर्न सकिन्छ र प्र्याक्टिस गर्दाखेरि एमसिक्यू पनि डेली पढ्नु पर्यो। हेर्नुहोस् है, पढ्दाखेरि सब्जेक्टिभ पनि डेली पढ्नु पर्यो होइन, डेली पढ्नु पर्यो र जिके जिके पिएम के छ, जिके पिएम वा आइक्यू के छ त्यो सबै पनि के गर्नु पर्यो भने डेली पढ्नु पर्यो। तपाईँ हाम्रो बानी के छ भने 1 महिनासम्म सब्जेक्टिभ मात्रै पढ्ने, अर्को महिना अब्जेक्टिभ मात्रै पढ्ने, अर्को महिना जिके आइक्यू मात्रै पढ्ने। जिके पढ्दा यो सब्जेक्टिभ अब्जेक्टिभ जम्मै बिर्सिन्छ, अब सब्जेक्टिभ पढ्दा जिके र पिएम बिर्सिन्छ, थाहा हुँदैन। त्यसरी होइन, डेली नै तपाईँको रुटिनमा यो सबै तपाईँलाई कुन कुन सब्जेक्टहरू छ ती सबै सब्जेक्ट तपाईँले डेली राख्नुपर्ने भयो। सब्जेक्टिभ डेली राख्नु पर्यो, डेली पढ्नु पर्यो अलिअलि, एमसिक्यू पनि डेली पढ्नु पर्यो अलिअलि होइन। अनि जिके पिएम वाइक्यू के छ त्यो पनि अलिअलि हेर्दै जानुभयो भने यसलाई भन्छ कन्सिस्टेन्सी मेन्टेन गर्नु। र यो कन्सिस्टेन्सी मेन्टेन जसले उसले गर्छ वा जसले गर्छ उसकै चाहिँ नाम, थर, बुवाको नामसहित केमा लोकसेवाको उसमा हेर्न पाइन्छ। यो कुराहरू एकदमै यसलाई हामीले एकदमै इग्नोर गरेर हुन्छौँ। एकदम सानो के छ र भन्ने कुरा भन्छौँ, तर त्यो होइन। म आफैले एप्लाई गरेको तरिका हो यो। म आफैले एप्लाई गरेको तरिका हो जुन एकदमै इफेक्टिभ छ। जति साथीभाइहरूलाई पनि यो कुरा भनेको छु उनीहरू सबैलाई यो कुराले काम गरेको छ, इफेक्टिभ छ। सबैजनालाई यो तरिकाले हेल्प गरेको छ। तपाईँहरू पनि यदि कोही साथीहरू एकदमै सब्जेक्टिभमा अझै पनि केही प्रब्लम भइरहेछ, यो भिडियो हेर्दा पनि तपाईँले अझै केही कुराहरूमा गुनासो भयो वा केही आयो भने मलाई कमेन्ट गर्न सक्नुहुन्छ। अनि वा मलाई मेसेज गर्न सक्नुहुन्छ, सोध्न सक्नुहुन्छ, मेल गर्न सक्नुहुन्छ, व्हाट्सएप गर्न सक्नुहुन्छ। सबै डाटाहरू तपाईँहरूलाई म त्यसमा भनेर हेल्प गर्छु है। जस्ट यो भिडियो हेरेर तपाईँले आफ्नो पढाइमा यही अनुसार एकचोटि सुधार गर्नुहोस् र 1 हप्तापछि, आजको भोलि रिजल्ट राम्रो आउँदैन है। 1 हप्तादेखि 21 दिनसम्म तपाईँले यस्तै चिजलाई ट्राई गर्दै गर्दै जानुभयो भने तपाईँको 21 दिनपछि वा 15 दिनपछि तपाईँको रिजल्ट चाहिँ राम्रो आउन थाल्छ। इक्जामेटिक्स एपबाट पनि तपाईँले इक्जाम दिँदा राम्रो लेख्नु भएको छ भने राम्रै गर्न सक्नुहुन्छ, वा इन्स्टिट्युटहरूमा पनि तपाईँले इक्जामहरू दिँदाखेरि तपाईँको मार्क्स राम्रो सुधार हुन थाल्छ। कसरी? जब तपाईँले यी चिजहरूलाई एप्लाई गर्नुहुन्छ नि। सो यो कुराहरू छ। ल फेरि पनि मैले सब्जेक्टिभ पढ्ने तरिकाहरूमा अलिकति सबै कुराहरू तपाईँलाई भने। अब यो विद्यार्थी अनुसार फरक फरक हुन्छ, सबैमा यो लागु हुन्छ भन्दा पनि यो जेनरल चिज भयो। तपाईँले लागु गर्दा तपाईँको रिजल्ट राम्रो आउने हो होइन। तपाईँहरूलाई प्रब्लम हुन्छ, लेख्ने तरिकाहरू मिलेको हुँदैन, पढ्ने तरिका मिलेको हुँदैन, जसले गर्दा हामी के हुन्छ भने ल्यागिङ गरेर हुन्छौँ। सो यो कुराहरू तपाईँहरूले एकचोटि अप्लाई गर्नुहोस्। 7 दिनदेखि 15 दिनसम्ममा तपाईँहरूले यो पुरै कन्टिन्यू मजाले अप्लाई गरेर अनि 15 दिनपछि आफ्नो रिजल्ट आफै हेर्न सक्नुहुन्छ। र तपाईँले अप्लाई गर्नुहोस्। म यति भन्न सक्छु कि तपाईँहरूले एप्लाई गर्नुभयो, राम्रो गर्नुभयो भने तपाईँहरूले मलाई धन्यवाद दिनुहुन्छ। त्यो लेभलको यो चाहिँ मेथड राम्रो हो, तपाईँहरू अप्लाई गर्नुहोस्। यो कुरा भन्दै मैले सब्जेक्टिभसँगको रिलेटेड यो टपिक मैले भ्याएँ, समराइज पनि गरेँ र सबैजनालाई यो भिडियो हेर्नको लागि धन्यवाद दिन्छु। र लास्टमा फेरि के भन्छु भने इक्जामेटिक्स एपबाट सब्जेक्टिभ अब्जेक्टिभ जिके पिएम सबै तयारी गर्न सक्नुहुन्छ। र यो भिडियोलाई चाहिँ आफ्नो साथीभाइहरूलाई पनि सेयर गर्नुहोला। यो चाहिँ धेरैजनाको डिमान्ड थियो कि सब्जेक्टिभ कसरी पढ्ने भनेर, त्यो चिज मैले चाहिँ आज बनाएँ है त। ल थ्याङ्क यू।